As of 4th November 2025, NIPSE index 1.05%, yeah 27.64 पोइन्ट्सले चाहिँ डाउनमा गएको छ र आजको यदि टर्नओभरहरू हेर्ने हो भने टर्नओभर हाम्रो 5 अर्ब 15 करोड 7 लाख 68,000 चान्चुन भएको छ र 34 वटा शेयर्स चाहिँ पोजिटिभ सिग्नलमा क्लोज भएको छ भने 213 नेगेटिभमा र 3 वटा चाहिँ अनचेन्जडमा रहेको छ र आज सबभन्दा धेरै कमाउने हाम्रो मार्बल एफएमडीबीएल बीएचडीसी एसएमपीडीए एभियन जसको 9.98 9.20 6.38 5.54 र 5.01% उनीहरूको इन्क्रिज भएको छ आजको दिनमा र सबभन्दा धेरै पोइन्ट गुमाउनेमा हाम्रो एमकेसीएल इडीबीएल PMHPL NICM BT90 SGIC MKCL 10% 7.09 5.31 4.35 3.86% र यदि हामीले क्यान्डल स्टिकलाई हेर्ने हो भने यो निफ्टीको क्यान्डल स्टिकले यदि हामीले यो पोइन्टलाई हेर्ने हो भने यो पोइन्टले हाम्रो मर्निङ क्यान्डल मर्निङ स्टारको सिग्नल दिन्छ भने यदि यो क्यान्डल अब फेरि हामीले यदि यो क्यान्डललाई हेर्ने हो भने यो क्यान्डल चाहिँ हाम्रो इभिनिङ स्टारको सिग्नल हुन्छ र यसले हाम्रो बुलिश ट्रेन्ड देखाउँछ भने यसले हाम्रो बेयरिश ट्रेन्ड देखाउँछ र अब भोल्युमलाई चाहिँ मैले अस्ति पनि भनिहालेँ हिजो भनेको थिएँ कि भोल्युमलाई हामीले जसरी पनि इन्टरप्रेट गर्न सक्छौँ र भोल्युमलाई चाहिँ हामीले आफैले जुन डिरेक्सनमा पनि लान सक्छौँ अब यही केसमा मैले हैन कि भोल्युम त थोरै छ भनेको मतलब बायरै छैन भनेर पनि भन्न सक्छु या त भोल्युम नै छैन जसको मतलब सेलर नट इन्ट्रेस्टेड जे पनि भन्न सक्छु तर एक्ज्याक्टली रियलमा चाहिँ के भएको हो त्यो चाहिँ अब कसरी प्रेडिक्ट गर्ने हामीले भोल्युमको आधारमा भन्दाखेरि चाहिँ अब नर्मली चाहिँ यो डाउन सिग्नल छ भोल्युम कम छ नि यसमा चाहिँ अब के भयो भन्दाखेरि फर्स्ट त के हो भन्दाखेरि बायर भन्दा सेलर नै एकदम एक्टिभ छ सेलर किन एक्टिभ छ भन्दाखेरि चाहिँ बायरले जुनसुकै प्राइसमा मागे पनि सेलर के छ एकदम रेडी छ तुरुन्त रेडी छ कि सेल गर्नलाई बायरले 5 रुपैयाँ भन्यो भने सेलर नेगोसिएट गर्न चाहदैन हैन 8 रुपैयाँ हैन 10 रुपैयाँ भन्न चाहदैन उ सिधा नै ल ठीक छ 5 रुपैयाँ भनेर उ बेच्न तयार छ त्यही कारणले गर्दा चाहिँ हाम्रो प्राइस डाउन भएको छ अहिले चाहिँ के सोच्नु पर्यो भन्दा सेलरहरु हाबी छ सेलर हाबी हुनुको कारण अब अहिलेको अनसर्टेनिटिजहरु छँदैछ क्यारे जुन अस्ति भनिहाले हैन चुनावको माहौल पनि होला अब लिक्विडिटी कुरा नै हेर्ने हो भने त लिक्विडिटी मार्केटमा छँदैछ हैन धेरै नै अरब पैसाहरु बैंकमा यतिकै लिक्विडिटी भएर बसिरहेको छ र आजको क्यान्डल स्टिकलाई हेर्नु भयो भने चाहिँ ठ्याक्क सपोर्टको जुन ग्रे लाइनहरु हुन्छ नि वा सपोर्टको जुन स्याडो हुन्छ नि त्यो स्याडोमै क्लोज भएको छ अब त्यसले गर्दा चाहिँ यसलाई स्ट्रङ बेयरिश हो भने चाहिँ हामी प्रेडिक्ट गर्न अलि गाह्रो नै पर्छ हैन यदि यसलाई यो क्यान्डल स्टिकलाई हेर्ने हो भने चाहिँ तर अब यदि आरएसआई लाई हेर्ने हो भने चाहिँ आरएसआई ले चाहिँ हैन डाउनफल आउँछ अब भनेर भनेको छ अब डाउनफल कतिसम्म आउँछ भन्यो भने त्यो त अब फेरि अफ कोर्स थाहा हुँदैन किनकि हामीले त अब आज क्यान्डल स्टिक हेरेर के हुँदैछ भनेर मात्र प्रेडिक्ट गर्न सक्छौं र कहिलेसम्म हुन्छ भन्नको लागि त हामीसँग फेरि एप्रोप्रिएट डाटा चाहियो त्यो डाटा त हामीसँग छैन सो अब हामीले चाहिँ मार्केटलाई वेट एन्ड वाच गरेर चाहिँ कुन बेला चाहिँ अब एन्ट्री सिग्नल हुन्छ त्यो एन्ट्री सिग्नलको चाहिँ वेट गर्नुपर्छ
त्यो एफएमडिएल को मलाई जहाँसम्म लाग्छ लास्ट आवरमा आएर निकै नै प्राइस बढेको हुनुपर्छ किनकि 862 बाट 950 ल्याउनु भनेको त किन कस्तो गडबडे दया भने जस्तै हो अब हेर्नुभयो भने यो भनेको हाम्रो कति 10 मिनेटको चार्ट हेर्नुभयो नि लास्ट आवरमा आएर उचाल्दिएको छ अब यसको लागि हेर्दाखेरि अब हामीले कसरी पनि हेर्न सक्छौँ भन्दाखेरि चाहिँ फ्लोर सिटमा गएर आजको 500 वटामा एफएमडिपी हार्ने भने 950 957 हैन 950 यता त टाइमिङ देखाउँदैन तर हाम्रो चार्टमा हेर्यो भने त 10 मिनेटको चार्ट 10 मिनेटलाई हामी 2 मिनेटै गर्दिनु है 1458 2 मिनेटमा आउँछ 2 मिनेटमा पनि लास्ट आवरमा आएर नै प्राइस बढेको हो यो वात्तै बोलौँ मान्छे लास्ट आवरमा यो बढाउने मान्छेको केही न केही छ सस्पिसियस मान्नुपर्छ यस्तो ट्रान्ज्याक्सनलाई चाहिँ किन भन्दाखेरि मैले लगभग 1 हप्ता अगाडि सायद हुनुपर्छ 1 हप्ता अगाडि मैले ती ब्रोकरको एनालाइसिस गर्दाखेरि चाहिँ ब्रोकर नम्बर 58 ले एफएमडिपी किनिरहेको थियो अब किनिसकेपछि त लिक्विडेट पनि गर्नुपर्छ त्यो लिक्विडेट गर्नको लागि चाहिँ यो अनावश्यक बढेर आएको जस्तो लाग्छ मलाई यदि 15 मिनेटको एभरेज हुने भने यो वात्तै घट्थ्यो हो हेरौँ अब नेप्सेको क्यान्डलस्टिक हेर्दा त भोलि पनि घट्छ जस्तै नै देखिन्छ लेट्स सी भोलि के हुन्छ